अच्छा लगता है। लौ जय गरौँ सबलाई। आज हाम्रो 54GR को राइजिङ डे को उपलक्ष्यमा 11 मार्च को उपलक्ष्यमा यहाँ 54GR को जति भी भूतपूर्व सैनिकहरू छन् सबै यहाँतिर कार्यक्रम राखेछ। आज पार्टी छ। यस्तो छ यहाँको हाम्रो पुरा गुर्जीहरू छापहरू यहाँ लेडिज फ्यामिलीहरू सबै यहाँतिर बसेछ। बहुत रमाइलो। उता ड्रिङ्क पार्टी चल्दैछ, यता यहाँ गफ चल्दैछ सबको। ल हामी पार्टी इन्जोय गर्न पर्यो है भाइ। मञ्चमा आइदिनुहोस्। दिस इज रिक्वेस्ट है कि सम्मान गरिदिनु। आज मञ्चमा आइदिनु र अध्यक्षसँग रिक्वेस्ट छ कि यहाँतिर उहाँलाई परिन्दर सम्मानित गरिदिनु होला। हेम कुमारी भिडियो बनाएको दिदी। अच्छा ल है ताली बजाइदिनु होला है। यहाँ नयाँ गाउँको प्रकारमा आएको खुसीमा एकदम धन्यवाद छ। यस्तै प्रकार हरेक साल तपाईँहरू आउनु होला और यहाँको सेवा बढाइदिनु होला, शोभा बढाइदिनु होला। लो जय हरि। ल जय हरे जय हरि जय हरि। सबलाई पुग्यो कि पुगेन? पुग्यो। Incoming voice call from Ashivaini on 6. हेलो साहब, सिमी साहब, कस्तो लाग्यो पार्टी? राम्रो लाग्यो? जय हरि। दीपक दाई, एमटी को दीपक दाई, डेल्टा कंपनी को हाम्रो डेल्टा कंपनी को सचिन दाई, टोपी तो खोलो, टोपी खोलो, टोपी। यहाँ सिग्नल को हाम्रो सचिन दाई। अरे बिरु साहब पनि रहेछ यहाँतिर हाम्रो पुरानो फङ्सन कहाँ जाने। ठिक छ अरे यो बिरु साहब हाम्रो हो। यहाँ हाम्रो सचिन साहबहरू यता रक्सीको उत्यो गर्दैछ हो कार्यक्रम। अब यहाँ अनिल साहब छ। अरे अनिल साहब
म पनि छु यी आइज नाच्न आइज भेरी गुड अब आयो नि मजा भाइ फोर्जियारको खाना चल्दैछ यता सरी आज पार्टीको खाना इस प्रकार छ मेनु हेरिहाल्नु ये सलाद सेलरोटी पापड राइस पुलाव यहाँ भात एक भात त्यहाँबाट के अरे हो दाल दाल भेरी त्यो ग्रेभीवाला दाल यो हो पनीर को सब्जी यो हो मिक्स सब्जी शिमला मिर्च यता होता पनीर और यो गोर्खा चटनी पूरी र मासु सबले खाना लिइरहेछ यहाँ त मासु लियो हो चलो ओके